सो दिस इज द मेन मेकानिजम। नमस्कार सबैलाई, र यो हो मेरो दोस्रो भनौँ कि तेस्रो प्रोजेक्ट हो। सो लेट्स सी इट्स फुल मेकानिजम प्रोसेस। सो आज चाहिँ मैले यो प्रोजेक्टलाई अलिक डिफ्रेन्ट तरिकाले बनाएको छु। तपाईहरुले हेर्न पनि सक्नुहुन्छ यसलाई चारैतिरबाट। एक्चुअली सर हेर्नुस् यो प्रोजेक्ट भित्र के इन्क्लुडेड छ अनुमान लगाउनुस्, हेर्नुस् अनि यो प्रोजेक्टलाई बुझ्ने कोसिस गर्नुस्। म लास्टमा तपाईहरुलाई बुझाइदिने छु। यो जुन देखिरहनु भएको छ नि, यो चाहिँ डिजाइन हो है। यो हलिन हैन, पुरै यो प्याक्ड छ डिजाइन। अनि मेन मेकानिजम भनेको चाहिँ हाम्रो यो हो। म्याग्नेट रिपेल भएर चाहिँ कपर वायर र म्याग्नेटको रिएक्सनले हामीले यहाँ जोडेको छौं तार चाहिँ है। कपर वायर र म्याग्नेटको रिएक्सनले चाहिँ यहाँ इलेक्ट्रिसिटी प्रड्युस हुन्छ। कसरी अहिले एकछिनमा म तपाईलाई यो चलाएर पनि देखाउँछु। यो हेर्नु ल, सुरुमा यो हेर्नु यसरी। यो पनि डिजाइन हो, यता भित्र बत्ती छ। यो पनि तपाईले डिजाइन भन्दा हुन्छ। तपाईले टक्क हेर्दाखेरि चाहिँ एकदम दामी है। हेर्नु, यो भनेको बिजुलीको मेन पोल हो, यो एन्टिनाज हो। सो त पछाडिपट्टि स्विच छ अनि एन्टिनाको लागि त त्यो हुन्छ नि, चाहिन्छ होला नि हैन, त्यो के अरे बक्स हुन्छ नि, त्यो चाहिँ यहाँ छ। अनि यो रह्यो मेरो लिटल ग्लाइडर प्लेन। यो तपाईले के को बनेको भन्नु होला। तपाई हेरेरै थाहा पाउनुहुन्छ कि यो सबै वुडको बनेको छ। हेर्नु है, यो मेन यो फ्लोर छ नि, यो जुन काठको यो टुक्रा छ यो पनि वुडको हो। यो जुन यो पिलर जस्तो स्ट्यान्ड छ यो पनि वुडको हो। यो पनि वुडको हो, यो प्लेन त जम्मै वुडकै हो। जस्ट यो घर मात्रै कार्टुनको हो, कार्डबोर्डको। यो पिलर पनि वुडकै हो। वुड र प्लास्टिक मिसाएर मैले बनाएको छु। सो म्याग्नेट पनि छ यहाँ। सो लेट्स सी द मेन मेकानिजम। सो यो रहेको छ मेन मेकानिजमको यो के भन्नु अब, यो मेन मोटर। यता मैले चिम्नी राखिदिएको छु घरको लागि अनि यो छ सोलर प्यानल। सो लेट्स सी द मेकानिजम। यो भयो है। यति बेला चाहिँ यो तपाईले निकाल्न मिल्दैन म्याग्नेट, किनकि यहाँबाट इलेक्ट्रिसिटी प्रड्युस हुनु छ र हामीले यो म्याग्नेटलाई रद्द गरिदिएको छौं, मतलब निकाल्न मिल्दैन। स्विच अन, देख्न सक्नुहुन्छ मोटर यति फास्ट घुमिरहेछ, हावा पनि आइरहेछ यहाँ। तपाई नजिकबाट हेर्नु, बत्ती बलिरहेछ, घरभित्र पनि बत्ती बलिरहेछ, देखिराख्नु भएको छ। सो दिस इज आवर मेन मेकानिजम। सो तपाईलाई चाहिँ यो प्रोजेक्ट कस्तो लाग्यो है त कमेन्टमा लेखिदिनु होला। यो तपाईलाई प्रोजेक्ट कस्तो लागेको छ along with my this पोन्टी ग्लाइडर प्लेन। यसको र यसको दुईटैको प्रतिक्रिया दिनु होला कमेन्टमा लेख्दिएर। कस्तो लाग्यो प्रतिक्रिया लेखिदिनु होला। धन्यवाद।